Okay, now we are going to talk about question number 4A. Vedanta publication ko हैन class 10 compulsory mathematics 4A मा हेर्नुस् त this is your question, this is your given हैन figure in your book. Questions told you to find the value of x. तपाईलाई के भनेको छ भन्दा क्वेशनले x को भ्यालु निकाल भनेर तपाईलाई भनेको छ. अब हेर्नुस् त अब यसलाई हामीले कसरी गर्न सकिन्छ पहिला तपाईले त दिमाग लगाउनुस्. कसरी गर्न सकिन्छ भन्दा यतिकै डाइरेक्ट गर्न त सकिदैन. फर्स्ट अफ अल यु हैव टु जोइन हेर्नुस् त यहाँ साइक्लिक कोअर्डिनेटर बनेछ त बनेछ छैन. साइक्लिक कोअर्डिनेटर बन्नको लागि त यो चारवटा यो कोअर्डिनेटरको भर्टेक्सले सर्कमफरेन्समा टच खाएको हुनुपर्छ. तर यहाँ त एउटा यो ओ भन्ने भर्टेक्सले टच खाएको छैन. भनेपछि तपाईले यसलाई चाहिँ यो साइक्लिक कोअर्डिनेटर बनाउन के गर्नुपर्छ भन्दा जोइन आर एन्ड एस. आर र एस लाई जोइन गर्नु. आर र एस लाई जोइन गरिसकेपछि हेर्नुस् त पी क्यू आर एस साइक्लिक कोअर्डिनेटर भयो कि भएन? भयो. नाउ सोलुसन join R to yes. Then के भयो? Then PQRS is a PQRS is a cyclic कोअर्डिनेटर भयो कि भएन? अब हेर्नुस् अब त्यो भइसकेपछि अब साइक्लिक कोअर्डिनेटर भनेपछि यो साइक्लिक कोअर्डिनेटरको एउटा एंगल भयो यो एउटा एंगल भयो भनेपछि यो दुईटाको अपोजिट एंगलहरुको सम कति हुन्छ 180 डिग्री हुन्छ हैन. आर सप्लिमेन्टरी भनेर भन्न सकिन्छ फ्रम अबभ हैन एंगल Q प्लस एंगल S इक्वल टु 180 डिग्री सम अफ opposite angle cyclic coordinator supplementary हैन. एंगल के कति छ 115 प्लस एंगल S इक्वल टु 180 डिग्री एंगल S इक्वल टु 180 माइनस 115 एंगल S इक्वल टु कति आउँछ 65 एंगल PSR अथवा OSR यो कति आयो तपाईहरुको यो 65 आयो हैन आयो. अब यो भइसकेपछि अब हेर्नुस् हामीले निकाल्ने त भ्यालु x को. अब हेर्नुस् यो सेन्टर भयो. सेन्टर देखुन s सम्म गएको एउटा सर्कलको रेडियस भयो. ओ देखुन आर सँग गएको पनि रेडियस भयो. सर्कलको रेडियस त के हुन्छ बराबर छ यहाँ भनेपछि सिन्स OS इक्वल टु OR हैन गिवन इन फिगर अथवा सेम रेडियस भनेर लेखे पनि हुन्छ केही फरक पर्दैन. अब हेर्नुस् यो अनि यो बराबर भएपछि दुईटा साइड भइसकेपछि यो OSR भन्ने त एउटा ट्रायंगल बन्यो. अब यो ट्रायंगलको दुईटा साइड बराबर भइसकेपछि यो कुन ट्रायंगल भयो आइसोसेलेस ट्रायंगल भयो. बेस एंगल अफ आइसोसेलेस ट्रायंगल के हुन्छ आर इक्वल यो 65 हो भने यो पनि के हुन्छ 65 हुन्छ. अब त्यो लेख्नुस् त नाउ एंगल ORS इक्वल टु 65 बेस एंगल अफ आइसोसेलेस ट्रायंगल बेस एंगल अफ आइसोसेलेस ट्रायंगल भयो कि भएन? यति भइसकेपछि अब हेर्नुस् यो x छ यो 65 छ यो 65 छ. अब गर्न सक्नुहुन्छ नि सजिलैसँग. अब हेर्नुस् त यहाँ अगेन x प्लस 65 इक्वल टु 180 डिग्री. रिजन के सम अफ ट्रायंगल OSR x इक्वल टु 180 माइनस 130 x इक्वल टु कति डिग्री भयो 50 डिग्री. देयरफोर x इक्वल टु 50 डिग्री. रिक्वायर्ड भ्यालु अफ x इज 50 डिग्री भनेर तपाईले कति सजिलैसँग गर्न सक्नुहुन्छ. ओके नाउ नेक्स्ट क्वेशन. अब यो हेर्नुस् यो कस्तो छ भन्दाखेरि तपाईलाई 32 भ्यालु दिएको छ x को भ्यालु निकाल्न भनेको छ. यो साइक्लिक कोअर्डिनेटर हो कि नि? अब त चिन्नुहुन्छ यो साइक्लिक कोअर्डिनेटर हैन किनकि एउटा भर्टेक्स तपाईको सर्कमफरेन्समा टच छैन भनेपछि तीनटा मात्रै छ. एउटा टच भएको भए साइक्लिक कोअर्डिनेटर हुन्थ्यो नत्र भने यो हैन. अब हेर्नुस् यसलाई कसरी गर्ने भन्दा पहिलो कुरा त तपाईहरुले यसको सेन्टर एंगल निकाल्न पर्ने हुन्छ.
त्यो भन्दा अगाडि यसलाई पहिला साइक्लिक क्वाड्रिलेटर बनाउनु पोइन्ट डी खोजेर कसरी साइक्लिक क्वाड्रिलेटर बनाउन सकिन्छ भन्दा ए देखुन एउटा यो कन्स्ट्रक्ट गर्नुस् यहाँसम्म अनि यहाँ देखुन यो कन्स्ट्रक्ट गर्नुस् भनेपछि यसलाई डी पोइन्ट मान्नुस् हैन अब यहाँ लेख्नु त पर्यो construction join A to D and C to D. So A, B, C, D is a cyclic quadrilateral हैन अब ABCD के भयो साइक्लिक क्वाड्रिलेटर भयो हेर्नुस् त ABCD भर्टेक्स भयो हैन भयो अब यति भइसकेपछि तपाईको हेर्नुस् है अब यो 32 छ अब हामीले सेन्टर एंगल निकाल्यौं भने त यो पनि सर्कमफेरेन्स एंगल हो यो पनि सर्कमफेरेन्स एंगल हो त्यसबाट केही हुन सक्छ हेर्नुस् है अब यो हेर्नुस् कसरी गर्ने भन्दा यो O देखुन A सम्म एउटा रेडियस भयो सर्कल भयो O देखुन C सँग पनि रेडियस अफ सर्कल भयो भनेपछि यो दुईटा बराबर भयो यो दुईटा बराबर भएपछि OAC एउटा ट्रायंगल छ अनि ट्रायंगलको दुईटा साइड बराबर भइसकेपछि बेस एंगल अफ आइसोसेलेस ट्रायंगल के हुन्छ बराबर हुन्छ भनेपछि यो पनि कति हुन्छ 32 नै हुन्छ अब त्यो लेख्नु छ त्यहाँ From above figure, OA equal to OC. Same radius, है ना? Same radius अथवा equal radius भने भइहाल्यो. अब then angle ACO equal to पनि 32 भयो. किन भन्दा base angle of isosceles triangle. Now अब यो पनि 32 भयो यो पनि 32 भयो यो त निकाल्न सकिन्छ एंगल O plus 32 plus 32 equal to 180 degree sum of angle of triangle AOC हैन sum of angle of triangle AOC यो कति हुन्छ एंगल O equal to 180 minus 100 हैन 64 एंगल O equal to कति भयो 6 116 कति आयो तपाईहरुको 116 आयो $116 आइसकेपछि 6 plus 4 0 6 plus 1 126 आउँछ क्या 6 plus 4 10 10 को 0 क्यारी ओभर 1 6 7 8 हुन्छ 1 नै हुन्छ 6 plus 1 7 8 अनि 1 116 आयो नाउ यो कति आयो 116 आयो एंगल फेरि सेन्टर एंगल हैन अगेन हेर्नुस् यो 116 आयो अब यसको र यसको रिलेसन त हामीलाई थाहा छ हैन एंगल ADC equal to 1/2 into 116 गर्दिनु के भन्दा inscribe angle is half of center angle भयो हैन एंगल ADC equal to 2 5 जा 10 2 8 जा 16 कति आयो 58 डिग्री आयो तपाईको यो कति आयो भनेपछि 58 डिग्री आयो हैन 58 डिग्री आयो अब हेर्नुस् त यो 58 डिग्री आइसकेपछि यो पुरै के हो ABCD भनेको त साइक्लिक क्वाड्रिलेटर हो भनेपछि यो र यो के छ अपोजिट छ अपोजिट्स एंगल अफ साइक्लिक क्वाड्रिलेटर आर के हुन्छ सप्लिमेन्ट्री हुन्छ भनेपछि 180 डिग्री हुन्छ हुँदैन एट लास्ट x plus 58 भनेपछि यो र यो x plus 58 is equal to 180 degree opposite angle of quadrilateral are supplementary x is equal to 180 minus 58 x is equal to 122 भनेपछि कति आउँदो रहेछ 122 कति सजिलैसँग तपाईहरुले यो गर्न सक्नुहुन्छ हेर्नुस् त
ओके नाउ नेक्स्ट क्वेसन अब यो क्वेसन हेरौँ यो क्वेसन झन् धेरै नै सजिलो छ प्यारालोग्राम दिएको छ तर यो साइक्लिक क्वाड्रिलेटर चाहिँ हैन अब हेर्नुस् साइक्लिक क्वाड्रिलेटर हैन त्यसको लागि पहिला तपाईले यसलाई चाहिँ साइक्लिक क्वाड्रिलेटर बनाउनु पर्यो अब एबीसी छ अघि जस्तै यहाँ के गर्नु डिकन्स्ट्रक्ट गर्नु डटेड लाइनले गरे पनि हुन्छ हुन त तर तपाईलाई बुझाउनको लागि मैले यो गरेछु ल हामीले ए टु डी सी टु डी जोइन गर्यो हैन डी भन्ने पोइन्टमा अब हेर्नुस् अब चाहिँ एबीसीडी भन्ने साइक्लिक क्वाड्रिलेटर भयो अब पहिलो कुरा त हामीले के गर्नुपर्छ भन्दाखेरि सर्कमफरेन्स एंगल र सेन्टर एंगलको रिलेसन निकाल्नु परेको परेन परिसकेपछि तपाईको यो प्यारालोग्राम हो एबीसीओ भन्ने के हो प्यारालोग्राम हो तपाईलाई प्यारालोग्रामको प्रोपर्टिजलाई थाहा छ होला हैन अपोजिट एंगल्स अफ प्यारालोग्राम आर अलवेज इक्वल भनेपछि एक्स इक्वल टु यो एंगल हुन्छ कि हुँदैन हुन्छ join A to D and C to D. Then ABCD is a cyclic quadrilateral. ABCD के भयो cyclic quadrilateral भयो हैन अब हेर्नुस् from above figure angle ABC equal to angle AOC हेर्नुस् त यो एंगल र यो एंगल बराबर हुन्छ रिजन के होला अपोजिट एंगल अफ प्यारालोग्राम भनेपछि एंगल ABC is equal to also x नाउ अब यो पनि कति भयो x भयो है अब हेर्नुस् एंगल ADC अब हेर्नुस् यो x भइसकेपछि यो कति हुन्छ x/2 हुन्छ कि हाफ हुन्छ नि यो त ADC is equal to x/2 inscribe angle is equal to half of center angle standing on same arc यो कति आयो x plus x/2 आयो अब हेर्नुस् यति भइसकेपछि एट लास्ट अब हेर्नुस् यो ABCD भनेको के हो साइक्लिक क्वाड्रिलेटर हो यो यसको अपोजिट के छ यो छ भनेपछि यो दुईटाको सम कति हुन्छ 180 डिग्री हुन्छ हैन अपोजिट एंगल अफ साइक्लिक क्वाड्रिलेटर x/2 plus x is equal to 180 डिग्री opposite angle of cyclic quadrilateral x plus 2x by 2 equal to 180 degree 3x is equal to 360 degree x is equal to 120 degree x value कति आयो 120 degree is your answer required answer 120 degree यसरी आउँछ ओके यसरी नै तपाईहरुले क्वेशन नम्बर 3 को A B AC र D गर्दै B you do yourself हैन now I'll do next question number 5 in next video okay so thank you so much for watching this videos thank you